जय देक्सन, जय देक्सन। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद सर, यति राम्रो कार्यक्रम सञ्चालन गरिदिएकोमा। मेरो नाम राकेश कर्ण, मैले यो फ्याक्ट्री जोइन गरेको 2 वर्ष भयो। सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु डाक्टर लिम, जसले एउटा सपना बोकेर नेपालमा यस्तो प्रकारको उद्योग आउन सक्छ भन्ने जुन सपना बोक्नु भएको थियो, सँगसँगै न्यू विवेक इन्टरप्राइजेस जस्तो संस्थाले जुन पहल गरेर उहाँहरूको लिडरसिपमा र विशेष धन्यवाद दिँदै हाम्रो कन्ट्री म्यानेजर विजय कुमार सरले हामीलाई स्टेप स्टेपमा गाइड गर्नुभयो र जहाँ हामी अड्क्यौँ त्यहाँ सकारात्मक रूपमा भए पनि, हामीलाई डाँटेर भए पनि, हामीलाई खटाएर भए पनि कामलाई सम्पन्न गर्नुपर्ने नै एकमात्र उद्देश्य थियो र दिन रात गरेर भए पनि हामीले प्रोडक्ट लन्च गर्ने, प्रोडक्ट ल्याउने मात्रै हाम्रो एकमात्र उद्देश्य थियो। त्यसैलाई नै हामीले कन्टिन्युटी दिएर हामीले सर्वप्रथम त एउटा उद्योग हामीले कफी युनिट इस्टाब्लिस गऱ्यौँ। त्यसका साथै हाम्रो जुन सपना थियो कि गुणस्तरीय स्तर जुन चाहिँ नेपालमा एकदमै कम देखा पर्छ खाद्य उद्योगको परिप्रेक्ष्यमा, त्यो स्ट्यान्डर्डको उद्योग हामीले यहाँ इस्टाब्लिस गरेका छौँ। हाम्रो प्रोडक्ट एकदमै सफिस्टिकेटेड र नेचुरल प्रोडक्टहरूसँग आबद्ध छन्, हजुर सबैलाई थाहा छ। र त्यो प्रोडक्ट बनाउनलाई जति मेहनत, जति त्यसको जुन सुरक्षाहरू अपनाउनु पर्ने हुन्छ, यहाँ हामी सबै अपनाइरहेछौँ। र अब हाम्रो निकट भविष्यमा निकै नै चाँडै हामी न्युट्रास्युटिकलको 7वटा प्रोडक्ट जुन विजय सरले अघि नै एनाउन्स गरिसक्नुभयो, त्यो चाहिँ हामी निकै नै चाँडै केही महिनामै हजुरहरूको मार्केटमा मेड इन नेपालको नामले आउँदैछ। साथै बेभरेज सेक्टरमा हामीले अब अहिले एउटा प्रोडक्ट मेड इन नेपाल छ भने अब नेक्स्ट हाम्रो 3टा प्रोडक्ट एकैचोटि हाम्रो क्रमबद्ध रूपमा महिनाका रूपमा हामीले निकट भविष्यमा हामी लन्च गर्दैछौँ। त्यसै साथमा हामीले इन्ड अफ दिस 2025 वी आर अल्सो होपिङ टु गेट सम मोर अदर प्रोडक्ट, जुन चाहिँ विजय सरले अघि भनिसक्नु हो कि हामी लेमनजीतिर जाने, झिमोकातिर जाने, त्यस्ता प्रोडक्टहरू पनि पाइपलाइनमा छन्। यो साथै सबै भविष्यहरू राम्रो रह्यो भने हाम्रो फ्युचर एक्सपान्सन अझै राम्रो हुनेछ, जुन चाहिँ हाम्रो डाक्टर सबेरा सरको लिडरसिपमा हामीले त्यसरी नै अगाडि बढ्नेछौँ। अब कुरा गरौँ अलिकति हाम्रो फ्याक्ट्रीको बारेमा। यहाँनिर हामीले अहिले हाम्रो क्याप्सुल, ट्याब्लेट र पाउडर प्रोडक्टहरू हामी यहाँनिर बनाउनेछौँ। अब त्यसको लागि हामीले एउटा हाम्रो जुन इन्फ्रास्ट्रक्चर छ, त्यो एउटा त्यति भन्नाले धेरै मान्छेको एकै समयमा भिजिट नहुने कारणले गर्दाखेरि हामीले ब्याच वाइजमा डिभाइड गरेका छौँ। एउटा ब्याचमा हामीले मिनिमम भन्दा पनि म्याक्सिमम हामीले 15 देखि 20 जनाको एउटा ब्याच बनाउन सक्छौँ। र जुन ब्याचमा हामीले क्रमबद्ध रूपमा हाम्रो सहयोगी साथीहरूले भिजिट गराउनु हुनेछ। र यो फ्याक्ट्री भिजिट गर्ने केही नियमहरू छ, किनकि यो हाम्रो सफिस्टिकेटेड प्रोडक्सन, त्यसले गर्दाखेरि हजुरहरूले फ्याक्ट्री इन्टर गर्नुभन्दा अगाडि त्यहाँनिर महिलाहरू छिर्ने एउटा द्वार छन् भन्ने, पुरुषहरू छिर्ने अर्को द्वार छन्, त्यो द्वारबाट छिर्नु होला। र फ्याक्ट्री इन्टर गर्नु अगाडि हजुरहरूले एटलिस्ट सु कभर र हेयरनेट, टाउको टोपी र जुत्ताको कभर लगाएर भित्र छिर्नु होला। र हामी हाम्रो हरेक प्रोसेस हजुरहरूलाई डिस्क्राइब गर्दै प्रोडक्टहरू कसरी बन्छन्, हामीले कसरी यहाँ काम गर्छौँ, हाम्रो रुल्स एन्ड रेगुलेसन के हो, त्यो सबै देखाउँदै हामी हाम्रो यो भिजिटलाई यहाँनिर हजुरहरूको समक्ष राख्दै सबै मेसिनको बारेमा डिस्क्रिप्सन गर्दै हजुरहरूलाई यो फ्याक्ट्री भिजिट हामी सम्पन्न गराउने कोसिस गर्नेछौँ। यति भन्दै म फ्याक्ट्रीको तर्फबाट यो कार्यक्रम सम्पन्न भएको अनुरोध गर्दछु।